मर्निङ हजुर सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु भन्नुपर्दा अहिलेसम्म चाहिँ होइन आजको दिन चाहिँ यस्तो भएको छ साह्रै दामी भइरहेको छ आज चाहिँ हिजोको भन्दा चाहिँ धेरै राम्रो भइरहेको छ अनि आज चाहिँ भाइको बर्थडे रहेछ यसो विस गरिदिनु पऱ्यो भनेर म चाहिँ किचनतिर जाँदैछु ओ भाइ ह्याप्पी बर्थडे अनि यत्तिकै बसेको खै मुख सुख धोएको आज मुख धुनु अनि खोइ पूजा गरेको आइज भाइ पूजा गर्नुपर्छ एकखेप मुख धो हात धो म सिकाइदिन्छु नि हेर त केसहरू के हो सानो खोल अनि बर्थडे पछि त बिहानै उठ्नुपर्छ पूजासुजा गर्नुपर्छ खोइ छैन त अनि अरू बेला पूजा नगरे नि आज त गर्नु पऱ्यो नि कति ल्याएको छस् मिठाई स्कुल जान्छस् अनि पुग्छ स्कुलमा बाँड्नु साथीहरूलाई ए त्यसो भए त ठिकै छ ओए दाजुको भाइको बर्थडे होइन खोइ उस गरेको त पूजा गर्नु सिकाइदेऊ न त्यहाँ पानी हातले यसो गरे त्यो अम्लाले लाउँछ यो अम्लाले यो अम्लाले यो त्यसले आफै लाउनु नि लाएर पहिले पूजा गर्नुपर्छ चन्दनको टिका लाएर लागेन अलिक मजाले लगा लगाइदिनु त त्यो अनि पानी मात्रै चाहिँ कहाँबाट लाग्छ त्यसलाई मजाले यसरी मिसा अझै लाग्छ लगाएर त अब चाहिँ लाग्यो अब हात धो हालिदिनु नि तिमीले जाँदैन अहिले त कहाँ जान्छ र अनि फुलमा हाल्थ्यो पानी एउटामा हाल्न सबै खन न अलिअलि पञ्चमी जस्तो नगर्न भाइ हो त्यसरी हाल्न यो हल्लाएर पखालेर कि अर्को पानीले नै थापेन साजी पनि खोल्दै त दिदी यसको बिमाया खोल्दैन यसले खोल जान्दैन जो चाहिँ जान्दैन त्यही चाहिँ बाठी हुन्छ है दुईटा राख यता यसो हात जोडेर ढोक लु मिठाई अब कोलाई दिन्छस् लु यसलाई दिएन प्लास्टिक चाहिँ ह्याप्पी बर्थडे टु यु केक छैन लु बाबालाई दे बाबालाई मिठाई दे गुरुजीलाई दे ढोक एउटा दिन्छ मिठाई दुईटा दे थ्याङ्क यू भन् अनि बडीलाई ह्याप्पी बर्थडे आर्यन एकदम राम्रो हुनु ज्ञानी हुनु ल
एकदम राम्रो भएर ज्ञानी भएर पढ्नु ल बडीको खुट्टा दो पर्दैन बडी आमासम्मको भाग्यमा नि हुनु मेरो छोरा अनि उता दिदीलाई दे Happy birthday, God bless you. अनि उता सानो दिदीलाई दे मलाई भरे दिँदा भइहाल्छ मलाई भइहाल्छ अहिले बडीहरूलाई दिनु थ्याङ्क यू सो मच ह्याप्पी बर्थडे गड ब्लेस यू स्कुलमा साथीहरूलाई नि दिनुपर्छ साथीहरूलाई दिनुको लागि नि राखेँ बर्थडे हो लु खुट्टा दो छोराको खोइ आशीर्वाद दिएको आशीर्वाद छोरा भाग्यमानी हुनु है छोरा अनि खै आशीर्वादले त हुँदैन अनि खै पैसा त अनि पैसा त अब आर्यनको यहाँ दिदीलाई राखिदिनु पऱ्यो लु सबैलाई बारी छैन बडालाई खै जेठाबाट बडा आइपुग्नु भएको छैन कोटबाट अनि तपाईँ आफै दिनु नि भयो भने त राखिदिनु धनी भए यो मिठाई जानी पुग्दैन नि किनेर लानु हो अनि स्कुलमा स्टुडेन्ट टिचर सबैलाई दिनु ल यो मिठाई खानु काकीहरूलाई नि दिनु ल गाइस पुइयोको फुल चाहिँ यस्तो दामी फुलिदिरहेछ कि यस्तो दामी फुलिदिरहेछ तर फुल चाहिँ यति बेसी छ कि फुल चाहिँ यति बेसी छ अब के भन्नु भोलि पर्सि अरू फल्ने बेलामा चाहिँ हुँदैन किनकि सबै यो हिउँ असिना पानी हिउँ त आउँदैन असिना पानीले सब झाडिजान्छ यो फुलहरू चाहिँ अनि त्यसै कारण दाना चाहिँ त्यस्तो मजाले फल्दैन आरुचाको दाना चाहिँ अनि साह्रै यो चाहिँ छिटो पनि फल्दैन साह्रै ढिलो दसैँको छेकतिर फल्छ अनि यो चाहिँ अहिले चाहिँ फुल चाहिँ मजाले कति नै फल्ला जस्तो आएर चाहिँ फुल्ला जस्तो चाहिँ छ तर त्यस्तो मजाले चाहिँ फुल्दैन गाइस यसमा चाहिँ कुन त तर एउटा समयअनुसारको फल हो तर ठिकैको फल्छ तर कम्ती फल्छ मिठो फल्छ होइन बर्थडे मिठाई बारेर आइस कति उब्रियो अनि पुग्छ स्कुलमा बार्न अनि अघि मैले पैसा दिएको छु होइन त्यो किन्ने पढ होइन किनेर कतिजना पुग्दैन कतिवटा पुग्दैन त्यो किनेर लाने अनि बार्ने ल खै बडालाई दे मिठाई खुट्टा दोक बडाको खुट्टा दोक भाइ बडाको खुट्टा दोक बाउसम्मको हो बडा हेलो गाइस अब चाहिँ मैले चाहिँ चिया मिठाई सिटाई खाएर चाहिँ बर्थडेको मिठाई सिटाई खाएर चाहिँ मेरो नजर चाहिँ यसो कोपीपट्टि पऱ्यो अनि यसो कोपी हेर्न जानु पऱ्यो भनेर म चाहिँ यसो कोपी हेर्नु पऱ्यो अस्ति रोपेको थियो गाइस अनि अहिले चाहिँ साह्रै त्यति मजाले चाहिँ फलेको रहेन रहेछ अनि खै दानाहरू पनि साह्रै चाहिँ लागेको रहेन रहेछ निकै भएको थियो पानी सानी हालेर यता चाहिँ किनकि अलिक चिसो जग्गा छ मजाले आएको रहेछ यता चाहिँ घाम आइहाल्छ हो त्यसै कारण त्यति मजाले चाहिँ आएको रहेन रहेछ निकै भयो तर अझै पनि दाना चाहिँ उयो भएको रहेन रहेछ कोपीको चाहिँ अनि मजा चाहिँ मजाले आएको रहेछ र अझै काहीँ पनि चाहिँ आएको रहेन रहेछ यत्रो ठुलो भइसकेछ हो गाइस अनि यहाँ चाहिँ फुलकोपी मात्रै छैन सबै छ बन्दाकोपी पनि छ फुलकोपी पनि छ अर्को कुनै के भन्ने पनि छ बुर्कौली भन्ने पनि छ यसमा चाहिँ अनि अहिले हालैमा चाहिँ यो कोपी चाहिँ 30 रुपियाँ केजीसम्म छ होला गाइस 30 रुपियाँसम्म छ होला तर अब हामीले यो रोपेर बेच्नु पर्यो भने चाहिँ 15-20 रुपियाँ केजी 20 रुपियाँ केजीमा चाहिँ बेच्नुपर्छ किनकि हामीले चाहिँ अब साह्रै दाम पाउँदैन किनकि हामीले अब दुःख गरेर बेच्दा कहाँ पाउँछ त है सिलगढीको इन्जेक्सन लगाएको चाहिँ मजाको दाम पाउँछ नि त हामीले मजाले दाम हालेर पनि ल्याउँछौँ नि त होइन यस्तो लोकललाई कहाँ हामी दाम हाल्छौँ त होइन र गाइस त्यस्तो हो नि त हामी चाहिँ अनि कोपी चाहिँ मजाले आएको रहेछ गाइस तर दाना पो छैन र अलिक 1-2 महिना बादमा त मजाले हुन्छ होला हो साह्रै बेच्न त हुँदैन खाना भानी धेरै सुविस्ता हुने रहेछ गाइस अनि यसमा चाहिँ अहिले मलचल अस्ति हालेर चाहिँ मजाले आएको छ यसो भ्याएको बेलामा झारसार उखालिदिउँ भनेर चाहिँ म चाहिँ अनि झार पनि साह्रै त अस्ति उखालेको थियो साह्रै त आएको पनि छैन अनि यो कोपी चाहिँ फल्यो भने चाहिँ बेच्नु चाहिँ होइन सब्जी नै ठिक हुन्छ किनकि हामी चाहिँ ठुलो परिवार हो कि अनि यो सबै बेच्न चाहिँ हुँदैन सब्जीकै लागि चाहिँ ठिकै हुन्छ गाइस अनि आजको मेरो ब्लग चाहिँ यतिमै इन्ड गर्छु होला